कृषि विकास बैंक लिमिटेडले खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि 2081 चैत 22 गते दरखास्त आह्वान गरिसकेको छ। यसमा खुलाएको मध्ये चाहिँ शाखा प्रमुख तह 8 प्रशासन सेवाको कुल पद सङ्ख्या 1 जुन समावेशीतर्फ महिलातर्फ रहेको छ। 2 मा रहेको छ व्यवसाय अधिकृत तह 6 प्रशासन सेवातर्फ कुल पद सङ्ख्या 48 खुलेको छ। त्यसमध्ये 26 वटा खुल्लातर्फ छन्, महिलातर्फ 7 जना छ, आदिवासी जनजातितर्फ 6 जना छ, मधेसीतर्फ 5 जना छ, दलिततर्फ 2 जना छ, अपाङ्गतर्फ 1 जना छ, पिछडिएकोतर्फ पनि 1 जना छ। त्यसपछि अर्को छ 3 नम्बरमा छ व्यवस्थापन सूचना प्रणाली अधिकृत तह 6 प्रशासन सेवातर्फ कुल पद सङ्ख्या चाहिँ 3 वटा रहेको छ, जसमध्ये खुल्लातर्फ 2 रहेको छ र मधेसीतर्फ 1 रहेको छ। कानुन अधिकृत तह 6 प्रशासन सेवा पदको लागि चाहिँ कुल पद सङ्ख्या 1 जना रहेको छ, त्यो खुल्लातर्फ रहेको छ। कम्प्युटर अधिकृत तह 6 जसको चाहिँ कुल पद सङ्ख्या एउटा खुलेको छ, त्यो चाहिँ अपाङ्गबाट खुलेको छ। कर्जा अधिकृत जसको कुल पद सङ्ख्या 5 खुल्लातर्फ 3 महिलातर्फ 1 र मधेसीतर्फ गरी 1 रहेको छ। अर्को मध्य प्रदेशबाट खुलेको छ लेखपाल तह 4 सहायक पदको लागि चाहिँ कुल पद सङ्ख्या 35 खुल्लातर्फ 19 महिलातर्फ 6 आदिवासीतर्फ 4 त्यसपछि मधेसीतर्फ 3 दलिततर्फ 1 अपाङ्गतर्फ 1 पिछडिएकोतर्फ 1 रहेको छ। अर्को बागमती प्रदेशबाट लेखपाल खुलेको छ तह 4 जुन चाहिँ खुल्लातर्फ 15 कुल पद सङ्ख्या 15 खुल्लातर्फ 9 महिलातर्फ 2 त्यसपछि चाहिँ मधेसीतर्फ 1 दलिततर्फ छैन अपाङ्गतर्फ 1 खुलेको छ। अर्को छ लुम्बिनी प्रदेशतर्फबाट लेखापाल चाहिँ तह 4 को लागि सहायकको लागि प्रशासन सेवातर्फ कुल चाहिँ 9 वटा, 5 जना खुल्ला, 1 जना महिला, 1 जना जनजाति, 1 जना मधेसी र 1 जना दलित गरी जम्मा लुम्बिनी प्रदेशबाट चाहिँ कति खुलेको छ लेखपाल पदको लागि 9 जना खुलेको छ। र जम्मा कृषि विकास बैंक लिमिटेडले जम्मा 118 वटा पदको लागि भ्याकेन्सी खुलाएको छ, जसमध्ये खुल्लातर्फ 65 जना रहेको छ, महिलातर्फ 18 जना रहेको छ। त्यसपछि चाहिँ आदिवासीतर्फ 13 जना रहेको छ, त्यसपछि मधेसीतर्फ 12 जना रहेको छ, दलिततर्फ 4 जना रहेको छ। शाखा प्रमुख तह 8 अधिकृत स्तर प्रशासन सेवा पदको लागि चाहिँ मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, कानुन, व्यवस्थापन, सूचना प्रविधि विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर तह उत्तीर्ण र नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थामा अधिकृत स्तरको पदमा कम्तीमा 4 वर्षको कार्य अनुभव खोजेको छ। व्यवसाय अधिकृत पदको लागि चाहिँ तह 4 को लागि चाहिँ मान्यता प्राप्त विश्वविद्यालयबाट व्यापार वाणिज्य व्यवस्थापन वा मानविकी संकायबाट मूल विषय अर्थशास्त्र लिई स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ। व्यवस्थापन सूचना प्रणाली अधिकृत 6 प्रशासन सेवाको लागि चाहिँ मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन संकायमा मूल विषय कम्प्युटर वा सूचना प्रणाली लिई स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ। कानुन अधिकृत तह 6 को लागि चाहिँ प्रशासन सेवा पदको लागि चाहिँ मान्यता प्राप्त विश्वविद्यालयबाट कानुन संकायमा स्नातक उत्तीर्ण गरेका र सम्बन्धित निकायबाट अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेका चाहिँ उम्मेदवार हुनुपर्ने छ। त्यसपछि कम्प्युटर अधिकृत तह 6 को लागि चाहिँ मान्यता प्राप्त विश्वविद्यालयबाट सूचना प्रविधि वा विज्ञान वा इन्जिनियरिङ संकायमा मूल विषय कम्प्युटर साइन्स लिई स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ। कर्जा अधिकृत तह 6 को लागि चाहिँ मान्यता प्राप्त विश्वविद्यालयबाट कृषि, वन वा पशुपालन संकायमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ। त्यसपछि लेखापाल तह 4 सहायक स्तर प्रशासन सेवाको पदको लागि चाहिँ मान्यता प्राप्त विश्वविद्यालय वा परीक्षा बोर्ड वा संस्थाबाट व्यवस्थापन संकाय वा मानविकी संकायमा मूल विषय अर्थशास्त्र लिई प्रवीणता प्रमाणपत्र वा +2 10+2 उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी न्यूनतम 3 महिनाको आधारभूत तालिम हासिल गरेको हुनुपर्ने छ। र अर्को एउटा महत्त्वपूर्ण के छ भने उम्मेदवारले मान्यता प्राप्त शैक्षिक संस्था वा निकायबाट प्राप्त गरेको शैक्षिक योग्यता जीपीए पद्धतिमा रहेको भएमा प्रत्येक विषयमा D+ प्राप्त गरेको हुनुपर्ने छ।
यदि D+ भन्दा कम आएको उम्मेदवारले चाहिँ यसमा दरखास्त दिएमा चाहिँ स्वीकृत हुने छैन र विदेशबाट प्राप्त गरेको उपाधि त्रिभुवन विश्वविद्यालयले समान स्तर उपाधि निर्धारण गरे अनुसार हुनेछ र परीक्षा दस्तुरको सम्बन्धमा चाहिँ उम्मेदवारहरूले प्रत्येक विज्ञापनमा आवेदन गर्दा तह 6 र तह 8 को लागि चाहिँ खुल्लातर्फ 1000 तथा समावेशी तर्फको प्रत्येक समूहको लागि थप गर्नु पर्यो भने 500 का दरले र सहायक स्तर लेखपाल पदको लागि चाहिँ खुल्लातर्फ 800 र समावेशी तर्फ प्रत्येक समूह थप गर्नु पर्यो भने त्यसको चाहिँ थप 400 का दरले शुल्क बुझाउनु पर्नेछ। कुनै पनि समावेशी समूहको लागि मात्र आवेदन गरेमा खुल्ला तर्फको लागि तोकिएको दस्तुर बुझाउनु पर्नेछ। यदि कसैले समावेशी मात्रै भन्न चाहेमा चाहिँ उले चाहिँ खुल्ला तर्फ चाहिँ तोकिएको 800 दस्तुर बुझाउनु पर्नेछ। रिट नपुगेको कारण अस्वीकृत हुने आवेदनहरूको परीक्षा शुल्क चाहिँ फिर्ता हुने छैन। त्यसपछि उम्मेदवारले दरखास्त दिने अन्तिम मिति तह 4 को पदमा आवश्यक न्यूनतम उमेरको योग्यता चाहिँ 18 वर्ष र 35 वर्ष नानागेको हुनुपर्नेछ भने तह 6 को लागि 21 वर्ष पुरा भई 35 वर्ष नानागेको र महिला र अपाङ्गता भएका व्यक्तिको हकमा माथिल्लो हद 40 वर्ष नानागेको हुनुपर्नेछ। त्यसपछि उम्मेदवारले दरखास्त दिने अन्तिम मितिसम्म तह 8 को लागि 21 वर्ष पुरा भई 45 वर्ष नानागेको हुनुपर्नेछ र कुनै कृषि विकास बैंक लिमिटेड बैंकमा चाहिँ कुनै कार्यरत हुनुहुन्छ भने चाहिँ उहाँको हकमा चाहिँ उमेर हद लागू हुने छैन। दरखास्त फारम पनि अन्तिम मिति 2081 12 महिना 12 देखि 2082 1 महिना 11 गतेसम्म 21 दिनसम्मको लागि रहेको छ। दोब्बर दस्तुर चाहिँ मिति 2082 1 महिना 12 गतेदेखि 7 दिन अर्थात् 2082 1 18 गतेसम्म चाहिँ दोब्बर दस्तुरको फार्म बुझाउने मिति छ।